हुन्छ धन्यवाद परमेश्वरलाई बिहानी फेरि पनि हामीले दिनुभयो उहाँको इच्छामा हाम्रो आँखाहरू खोलिएको छन् उहाँलाई धन्यवाद दिनुहुन्छ हालेलुया अनि उहाँमा भएर जिउनलाई परमेश्वरले हामीलाई चुन्नु भएको अघिबाटै अनि आजको बिहान आइतबारको दिन जसरी प्रभुको सेवाको लागि हामी आएका छौँ सियोनमा हामी भेला भएका छौँ अनि सियोनको राजा हाम्रो प्रभु येशू क्रिस्ट जो मुक्तिदाता उद्धारकर्ता हुनुहुन्छ हालेलुया उहाँलाई हामी उचाल्न आएका छौँ आजको बिहानी अनि हामी भजन सङ्ग्रह 103 को 1 देखि 5 हामी पाठ गर्नेछौँ उहाँको वचनले हामीलाई के भन्नुहुन्छ है यो हामी हेर्नेछौँ र हामी फेरि पनि निरन्तर केही भजन कोरसहरू गर्दै उहाँको उपस्थितिमा जानेछौँ भजन सङ्ग्रह 103 को 1 देखि 5 तपाईहरुसँग बाइबल छन् खोल्नुहोस् हामी पाठ गर्नेछौँ हुन्छ यहाँ एकमा यस्तो लेखेको छ हे मेरो प्राण परमप्रभुको प्रशंसा गर ए मेरा सारा अन्तस्करण परमप्रभुको उहाँको पवित्र नामको स्तुति गर हे मेरो प्राण परमप्रभुको प्रशंसा गर र उहाँको सबै उपकारहरू नबिर्सी जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ र तेरा सबै रोगहरू निको पार्नुहुन्छ जसले तेरो जीवनलाई मृतलोकबाट मुक्त गर्नुहुन्छ र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ जसले तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ ताकि तेरो जवानी छिलको जस्तै फेरि नयाँ होस् हालेलुया हालेलुया आमेन हुन्छ परमेश्वरलाई भजनको लागि हामी धन्यवाद दिन्छौँ आजको यो भजन मैले किन छाने भन्दाखेरि हामीले गाउने पहिलो भजन चाहिँ जवान पुस्ता जागौँ है कामतिर लागौँ है हुन्न अब यसै बसेर फसल प्रशस्तै छ खेतालाको कमी छ उठौँ अब कम्मर कसेर यो भजन सुन्ने बित्तिकै जवानहरूको लागि मात्रै तपाईँले सोच्नुहुन्छ होला भनेर यो भजन मैले लिएको प्रभुले दिनुभयो हामी आत्मिक छोराछोरी हो हालेलुया हामी शरीरमा छौँ तर आत्मामा भएर जिउँछौँ त्यस कारणले हाम्रो बाहिर मनुष्यताले परमेश्वरलाई फरक पार्दैन तर भित्री मनुष्यताले फरक पार्दछ हालेलुया त्यस कारणले हामी चाहिँ प्रत्येक दिन जवानी हो हामी जवान 80-90 वर्षले भए पनि हामी चाहिँ जवानहरू हो हालेलुया त्यस कारणले गर्दाखेरि हामी यो भजन हामी गाउँछौँ र दाउदले बुढेसकालमा लेखेको भजन मैले लिएर आएँ दाउदले शरीरलाई हेरेर हरेस खायो अब म बुढो भएँ तर भित्र हाम्रो आत्माले के दाउदले आत्माबाट भन्दछ ए मेरो प्राण परमप्रभुको प्रशंसा गर है सबै उहाँको उपकारहरू नबिर्सी हैन अनि तेरो जवानी चाहिँ फेरि चिल चाहिँ नयाँ हुनेछ हालेलुया जति हामी हाम्रो बाहिर मनुष्यता नष्ट हुँदै जान्छ हामी त्यति जवान हुँदै परमेश्वरको नजिक हामी जानेछौँ यही कुरो दोस्रो कोरिन्थी 4:16ले पनि लेख्छ बाहिर मनुष्यता हरेस खाँदैनौँ बाहिर मनुष्यतामा हामी नाश हुँदै गएको पनि भित्री मनुष्यता चाहिँ हाम्रो दिनहुँ नयाँ तन्दुरुस्त अनि जवान हुँदै जान्छ हालेलुया हुन्छ परमेश्वरलाई भजनका लागि महिमा भएको छ आउनुहोस् हामी यो भजन गाउनेछौँ तपाईँको लागि कति नयाँ हुनसक्छ तैपनि शब्दहरूमा परमेश्वरलाई हामी धन्यवाद दिनेछौँ हालेलुया
शब्दहरूमा परमेश्वरलाई हामी धन्यवाद दिएका छौँ। हालेलुया। जवानहरूलाई मात्रै यो कुराले असर गरेको छैन है, मनोरञ्जनले हामीलाई पनि असर गरेको छ। इभन 80-90 वर्षकोलाई पनि असर गरेको छ। त्यस कारणले यो बिहानी परमेश्वरले भन्छ जाग उठ है र जिउ र खाऊ। हालेलुया। हाम्रो मिसन चाहिँ जिउने र खाने हो। हाम्रो शरीरलाई हेर्दैनौँ हामी कतिको उमेरका छौँ, तर हामी आत्मालाई हेर्छौँ। हालेलुया। हाम्रो मिसनलाई हामी हेर्छौँ। परमेश्वरलाई महिमा भएको भजनको लागि आउनुहोस् हामी अर्को एउटा भजन गाउँदै हामी उहाँको उपस्थितिभित्र जानेछौँ है। Mana nama
केही नसिकाउँछौँ, तपाईँको छेउमा आउँछौँ, किनभने तपाईँ हाम्रो मुख्य, तपाईँ हाम्रो बुवा हुनुहुन्छ, तपाईँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, तपाईँ हाम्रो मालिक हुनुहुन्छ। हाम्रो जीवनले तपाईँबाट सबै थोक प्राप्त गर्न सक्छ। हाम्रो जीवनको स्रोत नै तपाईँ हुनुहुन्छ, हाम्रो जीवनको मुटु नै तपाईँ हुनुहुन्छ। हालेलुया।
हृदयको सबै छनाम चोटको पारो परमेश्वर तपाईँलाई हालेलुया। प्रभु यसै कारण तपाईँको नमस्कार तपाईँले आफ्नो वचनमा लेखिसक्नु भएको छ। आफ्नो वचन आफ्नो दासबाट तपाईँले बोलिसक्नु भएको छ। त्यो सबै रोगहरू निको पार्नेछ। त्यो हृदयको सबै चोटहरू निको पार्नेछ। म नै हो त्यो निको पार्ने। हालेलुया। आफ्नो वचनमा भन्नुहुन्छ। हालेलुया। प्रभु यसै कारण म तपाईँको नमस्कार हाम्रो आत्मिक चोट, शारीरिक चोट, सबै चोटहरू निको पार्ने परमेश्वर तपाईँलाई बिहानी एकदमै बास गरोस्। तपाईँलाई बिहानीको साथ परमेश्वर अनि भन्छु तपाईँको छेउ, तपाईँको छेउ, तपाईँको छेउमा आउँछु परमेश्वर। तपाईँको अँगालो भित्र आउँछु परमेश्वर। तपाईँको अँगालो भित्र आउँछु। मलाई तपाईँले आफ्नो पुत्रद्वारा फर्काउनु भएको, आफ्नो पुत्रद्वारा प्रभुलाई सदाको लागि आफ्नो मुटुभित्र आफ्नो मजबुती बनाउनु भएको छ। हालेलुया। सबैले एकचोटि भन्नु, तपाईँको छेउमा, तपाईँको नजिक, अँगालो भित्र हालेलुया। हालेलुया। महिमा र प्रशंसा प्रभुलाई। आउनुहोस् हामी ठुलो ताली बजाएर परमेश्वरलाई धन्यवाद दिन्छौँ। येशू तपाईँको उत्सव अनि पवित्र नाम। आमेन आमेन। हालेलुया।